तर्फबाट ती बोलावटलाई पुरा गर्नुपर्छ। हामी अब आउने केही हप्तासम्म थाहा छैन कति हप्तासम्म हामी जान्छौँ, तर लगभग 6-7 हप्ता चाहिँ हामी उत्पत्तिकै पुस्तकमा रहनेछौँ। सकेसम्म 1 देखि 4 अध्यायसम्म तपाईँलाई प्रभुले जे मलाई दिनुभएको छ त्यो बुझाउनेछु। हामी विलम्ब नगरिकन अगाडि बढौँ। हामीले उत्पत्तिको पुस्तकबाट चर्चा गर्नुपर्ने विषय यो हो परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। हामी 1 अध्यायको 1 र 2 पद पढौँ। आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, धेरै वर्ष अगाडि तपाईँको दास मोशाद्वारा लेखिएको यो वचनलाई आज हाम्रो परिवेशमा रहेर बुझ्न गइरहेको छौँ, बुझाउन गइरहेको छौँ। मण्डलीलाई तपाईँले के भन्न खोज्नु भएको छ आज यी लिखित वचनका शब्द, वाक्य र परिच्छेदबाट हामीलाई बुझाउनुहोस्। पवित्र आत्मा तपाईँ हाम्रो बिचमा मध्यस्थकर्ता भइदिनुहोस्। प्रार्थना चाहन्छौँ यीशुको नाममा, आमेन। बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पनि पहिलो पदमा नै परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभएको जानकारी दिइएको छ। त्यसकारण सृष्टिको विषयमा हामी स्पष्ट हुँदछौँ कि परमेश्वर नै सारा विश्व मण्डलको सृष्टिकर्ता हुनुहुन्छ। उहाँले सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा अब हामीलाई शङ्का छैन, किनकि यहाँ सिधै घोषणा गरिएको छ परमेश्वरले सृष्टि गर्नुभयो। साथै बाइबलको पहिलो पुस्तक कुन हो? उत्पत्ति। उत्पत्तिको पुस्तकले नै पृथ्वीमा मानव लगायत सारा जीव जन्तुहरू उहाँले नै बनाउनु भयो भन्ने कुरा पढ्दछौँ र कसरी चाहिँ बनाउनु भयो भन्ने कुरा पनि सजिलैसँग बुझ्न सक्ने गरी दिइएको छ। जब तपाईँले एकचोटि बाइबल पढ्नुहुन्छ छर्लङ्गै हुँदछ। त्यहाँ कुनै त्यस्तो प्रकारको गाह्रो सिद्धान्तहरू राखिएका छैनन्। उत्पत्तिको पुस्तक विज्ञानलाई झल्काउने पुस्तक होइन। यो चाहिँ बरु साधारणभन्दा साधारण मानिसले पनि बुझ्न सकोस् भन्नको लागि परमेश्वरले मोशा मार्फत दिनुभएको सन्देश हो। हाम्रो परमेश्वर चाहनुहुन्छ कि हामीसँग आकाश मण्डल र पृथ्वीको सृष्टिको विषयमा ज्ञान होस्। त्यसको लागि चाहिँ धेरै अध्ययन गर्नु नपरोस् भन्नको लागि उहाँले सरल ढङ्गले बुझाइ दिनुभएको छ। अर्को कुरो, हामी कसरी बनियौँ त भन्ने कुरो पनि हामीले बुझेको चाहनुहुन्छ। परमेश्वरले कुनै पनि कुरो हाम्रो नजरबाट, समाजबाट लुकाउनु भएको छैन। सबै कुरो उहाँले स्पष्ट पार्नु भएको छ ताकि हामीले उहाँको प्रशंसा गर्न सकौँ। त्यसकारण सृष्टिमा भएका रहस्यहरूलाई उहाँले प्रष्टसँग खुलाइदिनु भएको छ। तैपनि हामी उहाँको सृष्टिको जुन रहस्य छ त्यसलाई सबै कुनै बुझ्न सक्दैनौँ। उत्पत्तिको पुस्तकको सुरुको अध्यायलाई व्याख्या गर्दाखेरि बेलाबखत विज्ञान प्रश्न लिएर चाहिँ बिर्सिदिन्छ। विज्ञानले के भन्छ भन्ने कुरोलाई हामी दिमागमा छिर्न दिन्छौँ। यो पनि ठिक नै छ, किनकि हामी विज्ञान विरोधी होइनौँ। विज्ञानले सोध्ने प्रश्नसँग हामी डराउँदैनौँ। र पनि मैले आज तपाईँलाई भन्नुपर्ने कुरो, मेरो चाहिँ बाइबलका सबै पुस्तकहरू उस्तै हुन् र जुन प्रकारले तपाईँको माझमा मैले व्याख्या गर्दै आएको छु, वचन बाँड्दै आएको छु, त्यही तरिकाले नै उत्पत्तिको पुस्तकबाट पनि म बुझाउनेछु। पृथ्वीमा भएका थोकहरू, यावत थोकहरू किन र कसरी सिर्जिए भन्ने कुराको रहस्य हामीले जान्नु आवश्यक छ।
किनभने कुनै पनि थोक उहाँले उद्देश्य बिना सृजना भएन। सबै सृष्टिका सबै थोकमा उहाँको उद्देश्य झल्काइएको छ। सृजिएका यावत थोकमा के पर्दछन् भन्नु छ भने आँखाले देख्ने पनि हुन सक्छन्, आँखाले नदेख्ने कुरा पनि हुन सक्छन्, जसमा ससाना कीटाणुदेखि लिएर ठुला पशु पक्षीहरू, साथै ससाना तारा र ग्रहहरूदेखि लिएर विशाल नक्षत्रहरू पनि पर्दछन्। उत्पत्तिको पुस्तकमा उल्लेख गरिएको सृष्टिको यो वृत्तान्त पढेपछि सबैभन्दा पहिला चाहिँ हामी सृष्टिकर्ता को हुन्छ भन्ने कुरो राम्रोसँग बुझ्दछौँ अनि हामी आफ्नै विषयमा जान्दछौँ। याद गर्नुहोस् है, कसले पृथ्वी बनाउनु भयो र म कसरी बनिए भन्ने कुराको ज्ञान पाउनु चाहिँ उत्तम ज्ञान पाउनु हो, एउटा महत्त्वपूर्ण रहस्य खोलिनु हो। उत्पत्तिको पुस्तक पढेपछि संसारको बारेमा पनि हामी बुझ्दछौँ र क्रमैसँग त्यसमा भएका यावत थोकहरूको विषयमा पनि राम्रोसँग जान्दछौँ। विचार गर्नुहोस् है त, हामी कसरी बनियौँ, यो संसार कसरी बनियो भन्ने कुरो जान्नु चाहिँ ठुलो रहस्य जानेको थरी छ। भनेर हो भने क्रिस्चियन जीवनको विशेषता यो पनि हो। मैले तपाईँलाई धेरैपल्ट भन्दै आएको छु, क्रिस्चियनले जतिको परमेश्वरको विषयमा रहस्य यो संसारमा अरू कसैले पनि जान्दैनन्, त्यो रहस्य हामीलाई दिइएको छ। तर कतिपल्ट चाहिँ हामीहरू केही नदिइएको जस्तो भएर जिउँदछौँ, यो चाहिँ हाम्रो भुल हो। साथै सृष्टिको माध्यमबाट हामी परमेश्वरलाई ठम्याउँदछौँ, अझ नजिकबाट बुझ्दछौँ। रोमी 1:20 के लेखेको छ सुन्नुहोस्, उहाँ अर्थात् परमेश्वरको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्ग देखिएको छ। सृष्टि बुझ्नलाई दिइएको होइन, त्यसलाई देखेर चाहिँ परमेश्वरलाई प्रशंसा गर्नको लागि दिइएको। उहाँका सृष्टि यति सुन्दर छन्, त्यो सुन्दर सृष्टिलाई देखेर हामी परमेश्वरको विषयमा अन्तिममा परिकल्पना गर्न सक्छौँ। यति सुन्दर थोक बनाउनुले परमेश्वर अझ कति सुन्दर होला। सृष्टिले हामीलाई त्यस किसिमले परमेश्वरको विषयमा बुझ्नलाई चासो बढाइदिन्छ। यो पृथ्वी वा संसार भनौँ, पृथ्वी भन्दाखेरि चाहिँ भौगोलिक कुरा हो भने संसार भन्दाखेरि चाहिँ त्यो अलिक अर्कै किसिमले बुझ्नुपर्ने चाहिँ जीवन मानिसको अवस्था भनेर बुझ्नुपर्ने हुन्छ। अहिले यति मात्रै बुझेर आएको। यो संसार कसरी सृष्टि भयो भन्ने सम्बन्धमा थुप्रै धार्मिक कथाहरू पढ्न पाइन्छ। त्यसपछि विभिन्न प्रकारका वैज्ञानिक सिद्धान्तहरू पनि विकास भएका छन्। अनि हामीले भन्ने गरेको विज्ञानले पृथ्वी र यसमा भएका यावत थोकहरूलाई परमेश्वरले सृष्टि गर्नुभयो भन्ने कुरालाई इन्कार गर्छ। विज्ञान भन्ने बित्तिकै नास्तिकता नै हामी बुझ्ने गर्दछौँ, तर त्यो चाहिँ होइन। विज्ञानले पृथ्वी कसरी सृष्टि भयो भन्ने विषयमा बताउने एक प्रकारको मन्त्र जस्तै छ। त्यो हो, एउटा अवस्थादेखि अर्को अवस्थामा रूप परिवर्तन भएर अहिलेको अवस्था कायम भएको हो भने एक प्रकारको त्यो कथा बताउँछ। यसलाई चाहिँ हामी क्रम विकासवाद भन्दछौँ। अर्थात् पृथ्वीमा भएका सबै थोकहरू क्रमिक रूपमा एउटा रूपबाट अर्को रूपमा बदलिँदै अहिले यो रूप कायम भएको भनेर दाबी गर्दछन्। उदाहरणको लागि विकासवादले मानिस पनि एककोशीय जीवबाट बढ्दै बहुकोशीय बनेको हो भनेर भन्ने गर्छ। यो चाहिँ विज्ञानको भाषा यस्तै छ। त्यो कोषको कुरा गर्दाखेरि तपाईँलाई लामो व्याख्या गर्नुपर्ने हुन्छ, तर अहिलेलाई चाहिँ यो शब्द मात्रै सुनिराख्नुहोस्। र कतिपय विद्यार्थी भाइ बहिनी त बुझ्नुहुन्छ, यो एककोशीय जीव भनेपछि चाहिँ अमिबा पर्दो रहेछ, ब्याक्टेरिया पर्दो रहेछ, प्रोटोजोआ यस्तो छ। त्यो विज्ञानले बताउने कुराहरू, बाइबलले यस्ता जटिल कुरोहरू बताउँदैन, सरल ढङ्गले बताउँदछ। र हेर्नुहोस्, क्रम विकासवादको कुरा गर्दैछु। मानिस वा कुनै पनि प्राणी एककोशीय जीवबाट बहुकोशीय बनेको। यो चाहिँ कस्तो भन्नुहुन्छ भने यी जीवहरू चाहिँ जाडो
तातो र अन्य वातावरणीय उथलपुथलसँगै त्यसले पनि रूप परिवर्तन हुँदै बाँदरको रूप धारण गर्यो भनेरसम्म त्यहाँसम्मको चाहिँ कथा बताउँछ। अनि यो रूप परिवर्तन हुँदै 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 बाँदरबाट अन्तमा चाहिँ मानिस बन्नेको तर्क गर्दछन्। यो क्रम विकासवाद। अनि यस्तो कुरालाई हामीले सानैदेखि सुन्दछौँ। अब यो मानिस बन्ने कुरा भयो, यो पृथ्वी कसरी बन्यो भन्ने कुरा पनि यो क्रम विकासवादले त्यस्तै प्रकारको चाहिँ सजिलो उत्तर दिएको छ। त्यसलाई मन्त्र वा सिद्धान्तको रूपमा पढ्दछौँ। हाम्रा भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीले पढिसकेका छन्। यो सिद्धान्तले के भन्छ त भन्नुहुन्छ भने पृथ्वी जुन अहिलेको रूपमा छ, एक समय चाहिँ सानो एउटा परमाणुको रूपमा थियो, एउटा पिण्डको रूपमा थियो। अनि त्यो चाहिँ विस्फोट भएर फैलिँदै गयो र कालान्तरमा यसैबाट निस्केका टुक्रोहरूबाट अहिलेको चाहिँ विश्वमण्डल बन्यो र यसरी नै यावत थोकको सृष्टि भयो भनेर चाहिँ बताउँदछन्। यसलाई चाहिँ महाविस्फोटको सिद्धान्त पनि भनिन्छ। सुन्नुभएको छ, बिग ब्याङ थ्योरी। यो ब्रह्माण्ड वा विश्वमण्डल पड्किएर वा एउटा रूपबाट अर्को रूपमा फेरिँदै आएको होइन, त्यो आफै बनेको होइन, सृष्टिकर्ता छ भन्ने कुरो वचनले बताउँछ। यो चार्ल्स डार्विनद्वारा प्रतिपादित क्रम विकासवादको सिद्धान्त धेरै पहिले नै फेल खाइसकेको छ, तर अझै पनि यसलाई स्कुल र कलेजहरूमा मानिसको सृष्टि सम्बन्धी रहस्य फुकाउने एउटा वैज्ञानिक मन्त्रको रूपमा पढाइन्छ। यो बाँदरबाट मानिस बनेको कथा स्कुल र कलेजमा पढ्ने साना भाइ बहिनीको दिमागमा हालिदिन्छ। अनि सानै उमेरमा कलिलो दिमागमा त्यस्तो कुरा हालिदिएपछि हो भन्ने लाग्छ। र यसरी हाम्रा स्कुल र कलेजहरूले विद्यार्थीहरूलाई, हाम्रै बच्चाहरूलाई कता कता अन्धविश्वासी बनाइदिएको हामी देख्दछौँ, नास्तिकहरू बनाइदिएको छ। यो नास्तिकता पनि एक किसिमको अन्धविश्वास नै हो। एकातिर बहुईश्वरवाद, थुप्रै ईश्वरहरूको कुरा देखाउँछ भने अर्कोतिर चाहिँ त्यो ईश्वर नै छैन भन्ने कुरो कता कता भन्न मन लाग्छ। शैतानकै खेल हो। कसैलाई चाहिँ छैन भनेर अल्मलाइदियो, कसैलाई चाहिँ धेरै छ भनेर देखाइदियो। यसरी मानिसहरू अल्मलिँदैछन्। यो कलेजको जाँचदेखि बेला मानवको विषयमा यो क्रम विकासवादको पक्षमा म आफैले पनि लेख्न बाध्य भएको छु, लेख्न बाध्य थिएँ। किनकि अङ्क पाउनु थियो। अङ्क पाउनको लागि पाठ्य पुस्तक अर्थात् यो कक्षामा पढाइने पुस्तक अनुसार उत्तर लेख्दाखेरि गलतलाई गलत भन्न नपाइने त्यो अनुभव छ। त्यसमाथि पनि हाम्रो शिक्षण यो एउटा विधिलाई हेर्नुहोस् त पाइँदैन, प्रश्न सोध्न पाइँदैन। विद्यार्थीले त्यसो त होइन होला भनेर आफ्नो विचार राख्न पाइने अवस्था हाम्रा स्कुल र कलेजहरूमा छैन। त्यसै गरी मैले यो मानवशास्त्रमा यो धेरै वर्ष अगाडिको कुरो होइन, केही नजिकै वर्षको म कुरा गर्दैछु। मास्टर गर्दै गर्दाखेरि एउटा विषयमा चाहिँ गद्दारा पिरियड जाँच देखेको छु। यो क्रम विकासवादको कुरो त्यहाँ लेख्नु पर्थ्यो। तर पनि क्रम विकासवाद नै सम्पूर्ण होइन, त्यसलाई कसले कसैले काटेका छन् भन्ने कुरो त्यहाँ लेख्नुपर्ने हुन्छ। एउटा क्रिस्चियन विद्यार्थीले मानिस बाँदरबाट बनेको हो भन्ने सिद्धान्तलाई, ठिकै छ, बाइबल शब्द हाम्रो कापी जाँच्ने मानिसहरूले सुन्न चाहँदैन, देख्न चाहँदैन हाम्रो प्रश्न पत्रमा। तपाईँले बाइबल बिना पनि बाइबलले भनेकै कुराहरू उल्लेख गरेर त्यसलाई चाहिँ काट्न सक्नुपर्ने हुन्छ। त्यसो त मानिस चाहिँ बाँदरबाट बनेको हो भन्ने त्यो एउटा झुट सिद्धान्त पहिले नै काटिसकेको छ। अझै पनि बाँदरहरू जमाउने छन् होइन त, ती कहिले पनि मानिस बन्दैनन्। ओके,
है। त पृथ्वीमा भएका मानव लगायत यावत सृष्टिको विषयमा हरेक धर्मले आफ्नै किसिमले व्याख्या गर्छन्। यहाँ धर्मले के भन्छ र के भन्दैन, कस्ता कस्ता प्रकारका सिद्धान्तहरू छन् भन्ने कुरामा हामी धेरै ध्यान दिँदैनौँ। त्यस्तो कुरामा ध्यान दिएको खण्डमा हाम्रो मूल विषयबाट हामी बहौँ। त्यस कारणले गर्दाखेरि बाइबलले के भन्छ भन्ने सम्बन्धमा हामीले एकछिन ध्यान दिनुपर्ने हुन्छ। परमेश्वरले संसारलाई कसरी सृजना भयो भन्ने कुरो एकदमै स्पष्टसँग लेखिएको छ। हामी फेरि पढौँ। आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। त्यसपछि 2 पद, पृथ्वी आकाशको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। यो बाइबलले स्पष्टसँग बताएको कुरा हो। 1 र 2 पद चाहिँ बाइबलको समष्टि हो। परमेश्वर को हुन्छ भन्ने कुरो यी 2टा पदहरूमा स्पष्टसँग घोषणा गरिएको छ। यो चाहिँ हाम्रो विश्वासको जग पनि हो। यसले हामीबाट विश्वासको माग गर्छ। साथै हामी येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू हौँ भने यो वचनलाई स्वीकार्नै पर्ने हुन्छ। तपाईँले यी 2टा पदहरूलाई स्वीकार्नुहुन्छ भने तपाईँले आफ्नो जीवनमा विश्वासको बलियो जग बसाल्नु भएको हुन्छ। तपाईँलाई नास्तिकताले हल्लाउन सक्दैन। अरूतिर चाहिँ तपाईँलाई बहु-ईश्वरवादी विचारले पनि हल्लाउन सक्दैन। किनकि बाइबलले स्पष्ट बताउँछ कि सृष्टिकर्ता परमेश्वर एकजना मात्रै हुनुहुन्छ, अर्को छैन। यहाँ हामीलाई खबर दिइएको छ, आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। यो आदिमा भन्नुको अर्थ चाहिँ यो कहिले रचियो भन्ने कुरा चाहिँ मितिभित्र यति सालमा चाहिँ अटाउन मिल्दैन, यो मितिमा ढाल्न मिल्दैन। आदिमा भन्नुको अर्थ हजारौँ वर्ष अगाडि हुन सक्छ, लाखौँ वर्ष अगाडि हुन सक्छ। त्यसो त हामीले भन्ने गरेको विज्ञानले पृथ्वीको आयु करोडौँ वर्षको देखाउँछ, तर पनि ट्याक्कै पृथ्वी यति वर्ष पुरानो हो भनेर कसैले पनि ठोक्कर गर्न सक्दैन। यस मानेमा सृष्टि एकदमै रहस्यमय छ। हामीले भन्दै आएको विज्ञानले पनि यसलाई पूर्ण रूपमा जान्न सक्दैन। विज्ञान भनेको वास्तवमा हाम्रो ज्ञान हो, हाम्रो खोजी हो। सीमित ज्ञान लगाएर परमेश्वरको चाहिँ असीमित कुरालाई अध्ययन गर्नु हो। विज्ञानले परमेश्वरको कामलाई जान्ने प्रयास गर्छ, व्याख्या गर्ने प्रयास गर्छ। कतिपल्ट चाहिँ नयाँ कुरा आविष्कार गरेपछि यसलाई कसले बनायो होला भनेर सोध्नुको साथमा हामीले प्राप्त गऱ्यौँ भनेर घमण्ड गर्छ। सृष्टिकर्ता परमेश्वर स्वयं हुनुहुन्छ। तपाईँले 1 पदलाई हेर्नुहोस्। भाषागत हिसाबले हेर्ने हो भने यो एउटा पूर्ण वाक्य हो जसमा कर्ता छ, क्रिया छ, कर्म छ। व्याकरणको कुरा गरौँ अलिकति, भाषाको नियमको कुरा गर्दाखेरि एउटा सिङ्गो वाक्य बन्नको लागि कर्ता हुनु पर्यो क्या, त्यसपछि कर्म हुनु पर्यो, क्रिया हुनु पर्यो। कर्ताले गर्ने काम क्रिया हो भने त्यसको प्रभाव चाहिँ कर्ममा देख्नु पर्दछ। यहाँ चाहिँ कर्ता परमेश्वर हुनुहुन्छ, क्रिया चाहिँ सृष्टि गर्नु हो र कर्म चाहिँ आकाश मण्डल र पृथ्वी अर्थात् परमेश्वरले गर्नुभएको काम चाहिँ प्रभाव देखा परेको छ। केमा भन्नुहुन्छ भने आकाश मण्डल र पृथ्वीमा। अब यसलाई सरल पारेर हेरौँ। सृष्टिकर्ता परमेश्वरले आकाश मण्डल र पृथ्वी सृजना गर्यो। एउटा सिङ्गो वाक्य, पूर्ण वाक्य, घोषणा गरिएको वाक्य हो। यो प्रश्न सोध्न नपर्ने किसिमको वाक्य हो। परमेश्वरले यति विशाल आकाश मण्डल बनाउनुभयो, जहाँ विशाल ग्रहदेखि लिएर असङ्ख्य ससाना ग्रहहरू पर्दछन्। यी ग्रहहरूको विषयमा अध्ययन गर्नको लागि खगोलविद, यो तारा नक्षत्र सम्बन्धी अध्ययन गर्नेहरूले आफ्नो समय बिताउँदछन्। तपाईँले सुन्नु भएको छ अमेरिकाको नासा भेला नयाँ ग्रह र ताराहरू
फेला परेको खबर सुन्दछौँ। अहिलेसम्म थाहा थिएन परमेश्वरले आदिमा सृष्टि गर्नुभएको थियो, तर भर्खर विद्वानहरूले वैज्ञानिकहरूले पत्ता लगाउँदैछन्। अझै पत्ता लगाउन थुप्रै ताराहरू बाँकी नै छन् भन्ने कुरोहरू पनि सुन्न पाइन्छ। मानिसको त्यो सीमित ज्ञानले परमेश्वरको त्यो रहस्यलाई अध्ययन गरेर साध्दैछन्। त्यस कारणले गर्दाखेरि विज्ञानलाई हामीले यसरी बुझ्नु पर्यो, यो चाहिँ परमेश्वरको सृष्टिलाई जान्नको लागि एउटा औजार भन्नुपर्ने हुन्छ, उपाय भन्नुपर्ने हुन्छ। यसले हामीलाई परमेश्वरको नजिक पुर्याउँदछ, उहाँको रहस्यलाई जान्नको लागि मौका दिँदछ। तर पनि हामीले विज्ञान भन्ने बित्तिकै परमेश्वरदेखि अलग पारिदियौँ, कता नास्तिकतातिर त्यसलाई चाहिँ टाढिदियौँ। अनि त्यस्तै देखिन्छ। फेरि जो वैज्ञानिक भनिनेहरू छन् तिनीहरूले परमेश्वरलाई विश्वास गर्दैनन्। वैज्ञानिक भनेको चाहिँ नास्तिक नै हुनुपर्छ भन्ने सोच त्यो गलत हो। तपाईँले विश्वभरि भएका कयौँ त्यस्ता वैज्ञानिकलाई हेर्नुहोस्, तिनीहरूले वचन पढेरै विज्ञानलाई अगाडि बढाएका छन्। त्यस कारणले गर्दाखेरि यो नैतिकता, त्यो नास्तिकता चाहिँ नैतिकता नभएको वैज्ञानिक भन्नुपर्ने हुन्छ। परमेश्वरले सृष्टिकर्ता हुनुहुन्छ, जो पहिलेदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो। किनकि यहाँ आदिमा भन्ने शब्द चलाइएको छ। यसले देखाउँछ कि परमेश्वर अनन्त हुनुहुन्छ, उहाँ सर्वाधिकारी हुनुहुन्छ, सर्वौं शक्ति उहाँसँग छ। उहाँको त्यो अनन्ततालाई हामीले हाम्रो हातमा लाउने घडी वा मोबाइलले देखाउने त्यो समयले चाहिँ नाप्न मिल्दैन। त्योभन्दा अगाडिदेखि उहाँ हुनुहुन्थ्यो। हाम्रो समय भनेको चाहिँ हृदयदेखि स्वास्थ्यसम्म त्यसको बिचको गन्ती हुन्छ। त्यसपछि विभिन्न ऋतुहरूको आधारमा हामी समयलाई नाप्ने गर्दछौँ, व्याख्या गर्ने गर्दछौँ, महसुस गर्दछौँ। किनकि ऋतुहरूमा विभिन्न प्रकारका चाहिँ मौसम यहाँ आउँदछ। यो चाहिँ सीमामा भएको कुरा हो। तर सृष्टिकर्ता परमेश्वर जसले आदिमा पृथ्वी र आकाश मण्डल सृष्टि गर्नुभयो, उहाँ अनन्त हुनुहुन्छ। त्यसो त हामी बाइबलमा पढ्दछौँ, अल्फा र ओमेगा मनै हुँ, आदि र अन्त मनै हुँ। परमेश्वर आफैले नै त्यसरी भन्नुहुन्छ। त्यस कारणले गर्दाखेरि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरो बाइबलले स्पष्ट बताउँदछ। र हाम्रो विश्वासको जग उत्पत्तिको पुस्तकको पहिलो अध्यायको पनि पहिला 2 अध्याय पदहरूमा दिइएका छन्। यो पुस्तक कसले लेख्यो होला भन्ने तपाईँलाई जिज्ञासा लाग्न सक्छ। मोशाले नै लेखेका थिए। कस्तो बेला लेख्यो भन्ने कुरो हामी सहिलेसँग अनुमान गर्न सक्छौँ। यो मिश्र देशबाट निस्केर आएपछि इस्राएलीहरूले सिनेको मरुभूमिमा 40 वर्ष बिताए। सो अवधिमा यो पुस्तक लेखिएको हुनुपर्छ। मलाई थाहा छ मोशाको लागि मरुभूमिमा नेतृत्व गर्नु बडो गाह्रो जिम्मेवारी दिनुभएको थियो परमेश्वरले। तर पनि उनलाई उहाँले डोराउनु भयो। धेरै पटक यो मरुभूमिको अनुभवको कुरा गर्नु छ भने धेरै पटक उनले परीक्षाहरू सामना गरेका थिए, विद्रोह सामना गरेका थिए। कतिपल्ट त प्रभु मलाई सिध्याउनुहोस् भनेर पनि उनले प्रभुसँग प्रार्थना गरेका थिए। अब थाहा छ धेरै पटक परमेश्वरको विषयमा प्रश्न सोधियो। मोशा आफैले पनि सोधेका थिए, तपाईँ कहाँ हुनुहुन्छ खोइ त। त्यसपछि इस्राएलले आफैले पनि धेरै पटक प्रश्न सोधे। तर पनि तपाईँले बाइबल पढ्नुहोस् मेलैसँग, यस्तो अवस्था भेटाउनुहुन्छ। जति धेरै समस्या आए र प्रश्नहरू सोधिए त्यति नै मात्रामा परमेश्वरले आफूलाई झन् प्रकट गर्दै जानुभयो। परमेश्वर प्रश्नसँग डराउनुहुन्न, समस्यासँग डराउनुहुन्न। उहाँले आफूलाई प्रस्तुत गर्दै जानुहुन्छ। जति धेरै उहाँको विषयमा अहिले पनि प्रश्न सोधिन्छ त्यति नै उहाँको विषयमा हामी प्रष्ट बुझ्दै जाँदछौँ। मोशा परमेश्वरको नजिक भएको, परमेश्वरको एउटा असल दास भएको नाताले उनलाई परमेश्वरले विशेष प्रकाश दिनुभयो। जसकारण उत्पत्तिदेखि व्यवस्थासम्मको पुस्तक लेखे बडो गर्वका साथ।
परमेश्वरको अस्तित्वको विषयमा पनि भन्दछन्। परमेश्वरले नै सृष्टि गर्नुभयो, परमेश्वरले सृष्टि गर्नुभयो र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरो उनले ठोकुवा गरे। कहाँसम्म ठोकुवा गरे भन्नुहुन्छ भने उनले गीत नै बनाएर गाए। कहाँ लेखा छ यो कुरो? हामी पढौँ। एकछिनपछि म एउटा पद पढ्छु। अहिलेलाई यति मात्रै मसाको ठोकुवालाई बुझौँ कि परमेश्वरले नै सृष्टि गर्नुभयो। किन परमेश्वरलाई नै उहाँ मात्रै भनेर उनले देखाए भन्नुहुन्छ भने त्यो बेलामा अरू पनि थुप्रै यस्ता सृष्टिकर्ताको दर्जा लिने, म सृष्टिकर्ता हुँ भन्दै दाबी गर्ने देवी देवताहरू थिए। त्यस्ता प्रकारका पुजिने देवी देवता पनि थिए। तर मोसाले ठम्याएर भन्दछन् परमेश्वरले सृष्टि गर्नुभयो। त्यो परमेश्वर चाहिँ एलोहिम भनिएको छ, अरू होइन। एलोहिम सृष्टिकर्ता, जसलाई चाहिँ सृष्टिकर्ताको दर्जा दिइएको छ। यो मानेमा उत्पत्ति 1:1लाई चाहिँ हामीले विश्वासको सार पनि बनाउनु पर्ने हुन्छ। मोसाले परमेश्वर सृष्टिकर्ता हुन्छ भन्ने कुरो खालि सुनेको मात्र होइन, उत्पत्तिको पुस्तकमा लेखेको मात्र पनि होइन, उनको लागि चाहिँ एउटा आराधनाको विषय बनेको थियो। किन चाहिँ आराधनाको मूल पात्र हुनुभयो भन्ने कुरो मोसा राम्रोसँग जान्दछ र आज हामीले पनि बुझ्नुपर्दछ। जब परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भनेर हामी भन्दछौँ, तब हामीले भन्न सक्नुपर्छ तपाईँ नै मेरो सबै थोक हुनुहुन्छ। मोसाले यस्तो प्रकारले चाहिँ गीत गाए। सुन्नुहोस् है त, यसलाई चाहिँ सङ्गीत हालेर गाउन पाए कति राम्रो हुन्थ्यो। मोसाको गीत, सायद उनले गीत नै गाए। कस्तो प्रकारको सङ्गीत थियो मलाई थाहा छैन, लेखा छैन कस्तो प्रकारको राग वा कस्तो प्रकारको चाहिँ सङ्गीत भन्छ, सङ्गीतको एउटा भाषा हुन्छ त्यो लेखा छैन। तर पनि यस्तो छ, हेर्नुहोस्, हे परमप्रभु पुस्तादेखि पुस्तासम्म तपाईँ हाम्रो वासस्थान हुनुभएको छ। अब महत्त्वपूर्ण कुरो, पहाडहरू उत्पन्न हुनुभन्दा अघि अथवा तपाईँले पृथ्वी र संसार सृजनुभन्दा अघि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। यो मोसाले लेखेको भजन हो, भजन सङ्ग्रह 90। तपाईँले पछिल्लो भाग पनि पढ्नुहोस्। उनले परमेश्वरलाई चिनेको, कसरी चाहिँ चिनेको रहेछन् भन्ने कुरो त्यहाँ लेखिएको छ। अब सृष्टिकर्ताको दर्जा येशूलाई पनि दिइएको छ। येशू आफै पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले दाबी गर्नुपर्ने आधारहरू छन्। येशू जो पुत्र हुनुहुन्छ उहाँ मार्फत हामीले पिता परमेश्वरलाई चिनेका छौँ। येशूलाई पनि यूहन्नाले सृष्टिकर्ताको दर्जा दिँदछन्। सबैजना मसँगै हुनुहुन्छ? म अलिक बिस्तारै बोल्दैछु आज। हामी पढौँ यूहन्ना 1:1-3 पद। आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। यति बुझ्न सकिँदैन। वचन सायद कोही हुनुहुन्थ्यो भन्ने कता कता लाग्न सक्छ। यो वचन को भन्ने कुरो यहाँ खुलाइएको छैन। दोस्रो पद हेर्नुहोस् त, उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। यसले पनि खासै खुलाउँदैन को वचन। त्यसपछि 3 पद पढौँ, सबै थोक उहाँद्वारा बनिए, कोद्वारा वचनद्वारा, र बनिएको कुनै पनि थोक उहाँ बिना बनिएन। अहिलेसम्म पनि यो वचन को भन्ने कुरो खुलाइएको छैन। यसै कारण म भन्दैछु तपाईँलाई, बाइबल बेलैसँग पढ्नु पर्ने छ। अब तपाईँ यो यूहन्नाको सुसमाचार पुरै पढ्नुहोस्, लगभग 18 पदसम्म पढ्नुहोस्। यो वचन ज्योति हुनुभयो, ज्योति नै जीवन हुनुभयो भनेर लेखेको छ। यही वचन देहमा आउनुभयो भनेर लेखेको छ। यही वचन चाहिँ येशू हुनुहुन्छ भन्ने कुरा चाहिँ तल खोलिएको छ। यूहन्ना 1 पुरै पढ्नुहोस् तपाईँ। यहाँ देखाइएको छ येशू आफै पनि सृष्टिकर्ता हुनुहुन्छ। अझै पावलले येशू कसरी सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरो बताउँदछन्।
हामीले अघि आराधनाको बेलामा पनि यो वचन पढेका थियौँ। सुन्नुहोस् त, म पढ्दैछु कलोसी 1:15 उहाँ अर्थात् यीशु अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँबाट सबै थोक सृष्टि भएका थिए। उहाँमा नै भन्दाखेरि कता उहाँ नै सृष्टि पो हो कि भन्ने अर्थ लाग्छ, त्यो होइन। सुन्दै जानुहोस् तपाईँले। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै येशूद्वारै र येशूकै निम्ति सृजिएको हुन्। अझै पढौँ, उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ। येशू नै सबैभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्, अथवा उहाँको अधिकारमा छन् भन्दैछ नि यहाँनिर। उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ मरेकोबाट जीवितहरूमा। उहाँ ज्येष्ठ हुनुहुन्छ ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। ख्रीष्ट येशूको सर्वोच्चता यहाँ लेखिएको छ। उहाँ कसरी सृष्टिकर्ता हुनुभयो भन्ने कुरो अझै मण्डली मार्फत खुलाइएको छ। तपाईँले यो कलसीको पत्र 1 अध्याय पुरै पढ्नुहोस्। र यो कलसी 1 अध्यायको यो 15 देखि 17 र उत्पत्ति 1 अध्यायको 1 पदलाई चाहिँ सँगै दाँजेर हेर्नुहुन्छ भने चाहिँ त्यहाँ संसार सृष्टि गर्नुहुँदाखेरि पिताको साह लागेका थियो, पुत्र येशूको साह लागेका थियो, त्यसपछि पवित्र आत्माको साह लागेका थियो। ख्रीष्ट येशू सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वरको प्रतिरूप हुनुहुन्छ, परमेश्वर आत्मामा हुनुहुन्छ, जसलाई हाम्रो यो आँखाले देख्न सक्दैन। हो त्यो पितालाई चिनाउनको लागि येशू हामी जस्तै बन्नुभयो, पुत्र बनेर आउनुभयो। पुत्र कसैको छोरो भन्ने अर्थ नभएर पुत्र परमेश्वरको एउटा विशेष दर्जा हो। अब तपाईँले बुझ्दै हुन्छ पक्कै पनि परमेश्वर सृष्टि